हेलो एभ्रिवान, आज हामी घरमै पोषणयुक्त सबोतम पिठो बनाउने सही तरिका सिक्नेछौँ। के हजुरहरूलाई थाहा छ, घरमै बनेको सबोतम पिठो बच्चाहरूको लागि निकै पोषणयुक्त हुन्छ। मैले सामग्रीहरूमा मकै, भटमास र गहुँ लिएको छु। हजुरहरूले इच्छा भए चामल, चना आदि अरू सामग्रीहरू पनि लिन सक्नुहुन्छ। मैले सम्पूर्ण सामग्री पखालेर घाममा सुकाएर केलाएर राखेँ। हामीले सबोतम पिठो बनाउँदा 2 भाग अन्न र 1 भाग गेडागुडी राख्नुपर्दछ। यी सामग्रीहरूले बच्चालाई कार्बोहाइड्रेट, प्रोटिन र एनर्जी दिन्छ। सम्पूर्ण सामग्रीलाई हामीले राम्रोसँग भुट्नु पर्दछ र भुट्दाखेरि छुट्टा भुट्दा राम्रो हुन्छ। कुनै छिटो र कुनै ढिलो भुटिने भएको कारणले गर्दा हामीले छुट्टै भुट्ने। यसरी रातो हुँदासम्म भुट्दै जाने। यदि काँचो भएपछि बच्चाहरूको पेट दुख्न सक्छ। मैले मकै र गहुँलाई बराबर मात्रामा राखेकी छु। 6 महिना पछिको बच्चाका लागि गहुँ र मकै बराबर राख्न मिल्छ, तर भटमास चाहिँ अलि कम राख्दा राम्रो हुन्छ, किनकि भटमासमा प्रोटिन धेरै हुने र अलि पच्न गाह्रो हुने भएको कारणले गर्दा धेरै राख्दा पेट फुल्ने वा ग्यास हुन सक्छ। अब मैले यो सबै सामग्रीहरूलाई छुट्टै पिसेर एउटा सफा भाँडामा राख्छु। त्यसपछि मजाले तीनैवटा सामग्रीलाई मजाले चलाएर कुनै पनि एउटा एयरटाइट कन्टेनरमा राख्न सकिन्छ। मैले मेरो बेबीको लागि यति नै सामग्रीहरू मिक्स गरेर सबोतम पिठो बनाएकी छु। यदि हजुरहरूलाई अरू सामग्रीहरू जस्तै मखाना, डेट्सहरू राखेर बनाउन मन छ भने त्यसरी पनि बनाउन सक्नुहुन्छ। मेरो बेबीलाई चाहिँ केही पनि मिक्स नगरेको यसरी बनाएको सबोतम पिठो चाहिँ एकदम मनपर्ने भएको हुनाले मैले चाहिँ मेरो बेबीको लागि यसरी नै बनाएकी छु। थ्याङ्क यू सो मच फर वाचिङ।